हिँड्नु सक्छ हिँड्नु सक्छ सकेन खोइ तिनजनाको नाम ठ्याक्कै भनेको यो चाहिँ अब नाराथानमा छौँ अहिले अनि काकाहरू सबैजना भेट भएर चाहिँ अब पौडी खेल्नु माथि खोलातिर जाँदैछु झरनातिर अनि के हुन्छ अगाडि तपाईँहरूलाई देखाउनेछु मेरो भिडियोमा यहाँ त काकाहरू यहाँ सट्टल है काकाहरूलाई यहाँनिर अब स्वागत छ मेरो भिडियोमा यहाँनिर यता विजय दाई सट्ट हेर्छन् तरिकाले अर्कै भाउजू अब लगेर जाने क्या छ यहाँनिर छ एउटा क्याफे छारे रिसोर्ट होइन यस्तो छ यहाँको भ्यू चाहिँ यो चाहिँ नाराथानको हो अहिले चाहिँ हामी यसरी हिँडिरहेको छौँ यहाँनिर हाम्रो विजय दाइ चाहिँ एकदम चट्टा कालो चस्मा लगाएर पुरै कालै भयो त के को सबै ब्ल्याकै ब्ल्याक भयो त पुरै हेर्नु त आमा टी सर्ट कालो प्यान्ट कालो चस्मा कालो कपाल पनि कालो जुत्ता मात्रै सेतो लगाएर छ अनि यहाँनिर चाहिँ म छु अब तपाईँहरूलाई अब यसो अब यहाँ भिडियोमा के गर्ने रहेछ त मैले आज भनेर चाहिँ तपाईँहरू देखाउने छु अनि यता अगाडि चाहिँ छ काकाहरू हाम्रो अनि भाइ पनि छ यसो यहाँनिर अब बस्नु अल्छी लागेर यसो हल्का माथितिर अनि केही दुई शब्द बोलिदिनु पऱ्यो विजय दाइ यसो यता फर्केर शब्द त के बोल्ने होला र होइन अब हामी हिँडेको हिँड्दै माथि अब जाँदैछौँ शिवपुरीतिर अब भरे भिडियो देखिहाल्नुहुन्छ तपाईँहरूले होइन आजको भ्लग चाहिँ एकदम बहाल बन्ने पऱ्यो क्या हाम्रो चाहिँ होइन अब आज भाइहरूसँग काकाहरूसँग भेटघाट भएर एकदम धेरै खुसी लागिरहेको छ त्यो भएर अनि विजय दाइ तपाईँ अनि के खाएर चाहिँ साह्रो हेन्सम हुनुभयो अनि आज के लगाएर लाउनुहुन्छ जहिले जन्म जति हिँड्छ म कि आज कि अर्को भाउजू लैजाउँ त आज लु यहाँदेखि भाउजूलाई के भन्न चाहनुहुन्छ त तपाईँ भाउजूलाई धेरै धेरै सम्झना छ मिस गरिरहेको छु फोन गर्दा उठाउनु पऱ्यो उठाइरहेको छैन अघि नै हामी दुईजनाले चाहिँ विद्या दिदीले कराउँदै थियो अघि नै बिहे गरेको मान्छेलाई कहाँ बोकेर हिँडेको भनेर अल्ल केटाले भनेर बिहे गरेपछि त अनि गाह्रो रहेछ नि विजय दाइलाई लगेर हिँड्नु त पहिला जस्तो छैन रहेछ नि त ठिक छ लानुपर्छ बाटो चाहिँ यस्तो छ है क्याकहरू चट्ट हिँडिरहनु भएको छ हामी चाहिँ सट्ट यहाँनिर यहाँ छ भाइ के छ भाइ यता हाम्रो काका यता कुमार काका सट्ट हामी मिलेर जाँदैछौँ माथि यहाँनिर ट्रेकिङ आउने मान्छेको हालत यस्तो छ हिँड्नु नसकेर ती लाउँदै थियो अघि चाहिँ अहिले चाहिँ नसकेर यहाँनिर हाम्रो हाम्रो विजय सरको अहिले हालत यस्तो छ एकदम आनन्द आउँदो रहेछ यस्तोमा हिँड्नु बस्दाखेरि एकदम आनन्द हुने यहाँनिर म छु एकदमै पसिनै खाली भएर बसिरहेको छु यहाँनिर हिँड्नु नसक्ला कि जस्तो छौ गाह्रो छ भएर हिँड्नु नसक्ने रहेछ जाने हो र नजाऊ हिँड्नु सक्छ हिँड्नु सक्छ पुग्छ बाबाहरू पुग्छ नि हिँड्नु नसकेर बाछा रुनु न गएर हत्तु कम्मरमा हात राखेँ बस्यो होइन त काका चिन्दै पानी मन देखाएर केही पानी यहाँ पर छ पानीको मन चाहिँ हाम्रो यहाँ त्यस्तो कालो हिँड्नुपर्छ बाटो चाहिँ यहाँ नसकिन रहेछ अब चाहिँ हिँड्नु आमाउनु अस्ति गाह्रो यत्रो ठुलो पानी बग्छ यहाँनिर चाहिँ तल चाहिँ आउँदैछ विजय पनि हिँडे कस्तो भयो त काका एकदम इन्जोय हो मजा आएर हाम्रो विजय दाइ त हिँड्नु नसकेर ल अब चाहिँ फाइनली अब हामी चाहिँ झरनामा आइसकेका छौँ यहाँनिर
झर्ना आइसक्यो तपाईँहरू देखाउने झर्नाको कस्तो हुँदो रहेछ भनेर सक्नुहुन्छ झर्ना यहाँ हाम्रो यता गलेर बसिरहेको छौँ फाइनली लुक्स चाहिँ झर्नाको यस्तो चाहिँ एकदम ब्युटिफुल छ झर्ना चाहिँ राम्रो चाहिँ हाम्रो काकाले यहाँ झर्नामा धारा मिलाउँदैछ यहाँनिर फेरि पाइप यस्तो छ पानी यहाँको यस्तो तल आफैबाट चाहिँ बजार झर्ना तल यहाँ छ कि चाहिँ हेलो ब्रो विजय हेर्नुहोस् नसकेको अवस्था मुख धोदै हुनु छ यहाँनिर चाहिँ भाइ माथि पिसक्यो अनि कस्तो भइरहेछ काका अहिले यहाँनिर आएर झर्नामा है अहिले चाहिँ फर्स्ट यहाँ झर्नामा चाहिँ अहिले हामी आइसकेको छौँ यहाँनिर हेर्नु सक्नुहुन्छ यता झर्ना फर्स्ट हामी तल मट्टको सबै धुयो यहाँनिर झर्नामा अब चाहिँ लाग्यो फेरि उकालो आमा डेन्जर बाटो छ यहाँनिर चाहिँ हिँड्नु एकदम गाह्रो त्यस्तो बाटो हामी हिँड्दैछौँ अहिले हेर्नु सक्नुहुन्छ तपाईँहरूले बाटो चाहिँ यस्तो छ यस्तो बाटोमा चाहिँ हामी हिँडिरहेको छौँ यहाँ त अब यसलाई यस्तरी समाउने हो अनि हिँड्ने के सकेन खोइ खुट्टा कामै के हो अघिको माथि पुगिसकेको छ काकाको सट्टै यहाँ तलबाट आइसकेको नि त हामी त अहिले यहाँनिर यो ठाउँलाई चाहिँ के भन्छ र काका विष्णुदा यसो केही भनिदिनु पऱ्यो यो ठाउँको लागि के भन्नु अब यो चाहिँ अब शिवपुरी निकुञ्जभित्र पर्छ यो चाहिँ यसको हाइट चाहिँ यहाँनिर लेखेको छ भनेपछि यहाँ रहेछ लेखेको होइन यसको बारेमा सबै सट्टा यहाँ लेखेको रहेछ यी हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर यसको लागि सबै लेखेको रहेछ यहाँ रमाइलो भएन काका त्यसको रमाइलो अति रमाइलो तपाईँसँग त सिट चल्ने पुरै हाम्रो जुकाले अघि नै टोकिहाल्यो मलाई त खानु ए जाने आउने होइन त भाउजी सब यहाँ पहिला गएर यहाँ बाटो पहिला पछि आउनु पऱ्यो यस्तो भएको रहेछ यहाँनिर पहिरो गएर बाटो एकदम गाडी क्रस नहुने रहेछ नि यहाँ बाइक मुस्किल हुने रहेछ के हुन्छ गाह्रो हुन्छ नि यो ढुङ्गा कि त यो ढुङ्गा हटाउनु पर्दैन यस्तो रहेछ स्पिड जान्छ यो सल्लो कुइन छ कुएर यस्तो भएको रहेछ बाटो जान्छ मतलब दामी रहेछ त यहाँको बाटो अघि आउँदाखेरि चाहिँ अब उकालो बाटो अब अहिले फेरि ओह्रालो झर्दैछ उकालो हामी यस्तै त हो नि ब्रो हामी यस्तै त हो नि हौ होइन यस्तै हो हामी चाहिँ ल भाइले के हो लाभ हाने के हो अगाडि काका हिँड्दै हुनुहुन्छ हामीलाई गाइड गरेर हिँड्ने चाहिँ काका है आज पछाडि पछाडि हामी अब यस्तै हो अब सक्नु आँट्यो अघि हामी चाहिँ माथि डाँडा घुमेर आएको माथि पुगेर है यस्तो यहाँ परबाट चाहिँ यस्तो माथि गएको छ कि हामी फाइनली गाइड्स हामी चाहिँ घुमेर आइसक्यौँ गलेर उकालो गाउँदाबाट हिँड्नु नसकेर ओह्रालोमा खुट्टा दुखेर अब चाहिँ हामी घर आइसकेको छ के भन्ने भएको लास्ट टाइम हाम्रो भिडियो अब लास्ट हुँदैछ भन्ने लड्यो मान्छेमा के भन्ने त अब हाम्रो भिडियो हेर्नलाई के भन्नु हेर न भिडियो सबैजनाले मजाले गलेर यहाँ हत्तु भयो ल अब हाम्रो भिडियो चाहिँ अब यति नै होला अब यहीँनिर अब हाम्रो चाहिँ भिडियो सक्दैछ है त गाइज मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला हाम्रो भिडियोलाई सट्टा दाजुभाइ मिलेर घुम्न गएको छ ल कता छ बाटो यता पनि छ कि छैन सट्टा जाने अब तपाईँको हेर्छ ठ्याक्कै मेरोमा त ठ्याक्कै भिडियो तपाईँलाई हेर्ने मान्छे पर्नेको छ है एक दुई शब्द जाओस् न यसो भिडियो गरेको छ शुभचिन्तकहरूलाई शब्द त जान्नु अब ठिकै छ अब घुमेर आइयो रिल्याक्स भइरहेछ अब एकदम इन्जोय फिल भयो जस यस्तो ओह्रालो बाटो हिँड्दैछौँ हामी यसरी अनि यस्तो ओह्रालो बाटो हिँड्नुपर्छ है खुट्टा के काम्दैछ कि छैन दाइको
मेरो त खुट्टा काम थाल्यो त ओह्रालो हिँड्दा उकालो अघि हिँडेर के चाहिँ बाटो यस्तो खन्दै रहेछ बाटो छैन रहेछ उता पर घर जाने कहाँबाट जान्छ भाइ बाटो यहाँको तलबाट जान्छ यहाँ तलबाट ल हामी चाहिँ अब तलबाट बाटो जतिले बाटो बनाउँदै रहेछ अब हामी तलै बाटोबाट हिँडेर जान्छ कहाँ कहाँ गएर आएको हो खेलेर आएको यहाँ त हेर न खेलेर आएको केटा नाम के भन तिमीहरूको तिनैजनाको नाम भन न के हो भन त खतरा डनहरू के हो गीत गाउनु आउँछ ऱ्याप भन न कसले आउँछ ऱ्याप भन्नु तिमीले आउँदैन हान त तिमीले आउँछ जसलाई हो आऊ भाइ ल ऱ्यापर भाइ ल गीत गाउँदा ल भाइ ल एउटा कुन गीत गाउनु आउँछ ल गाउँ त अहिले चक्लेट दिन्छु म ल गीत गाउ ल गीत गाउँ त एउटा अन्त त्यही त झिकाउनु त तिमी यस्तो अनि गाउन गीत एउटा ल गाउँ त ल केटा ल ज्ञान पुरै गीत गाउने हो ऱ्यापर हो ऱ्याप हान न एउटा खोइ या गर त पुरै खोइ हाँस मात्रै अनि ऱ्याप हान न एकजनाले गीत गाउन आउनु रहेछ आउँदैन पो ऱ्याप हान भने गाह्रो भाइ कस्तो गल्यो यार भाइ तिमीलाई गले छैन खुट्टा खामेर मेरो चाहिँ खुट्टा खाएन खुट्टा खानु मेरो रेसिङ योन्जन छ रेसिङ योन्जन अहिले आएर अहिले सर्च गर्दा आउँछ ल के चाहिँ ल अब आयो अन्डर केटाहरूको भिडियो अब ल जाउँ अब यहाँबाट तेर्सो बाटो होइन यता बस पनि के छ यहाँ के छ र अनि हान्नु नबोलिकन हिँड्दैन साह्रै भाउजूको याद आए जस्तो छ एक्लै भाउजूको यादमा हिँड्दैन क्या खतरा गाडी हो यो त आम्मामा बबाल छ त यो त के हो पछि हामी पनि यस्तै गाडी चढेर जानुपर्छ ल माथि तिनजना ल अब यहाँ भिडियो हाम्रो सर्ट यहाँनिर आजको चाहिँ अब आजलाई भिडियो चाहिँ अब यति नै अब लास्ट बेस्ट हुँदैछ भिडियोको अब यहाँनिर अब सबैजनालाई अब बाई बाई गर्न चाहन्छु म चाहिँ होइन सबैजनालाई बाई बाई भनिदेऊ न त भाइ ल